अहिले त पुरा के भन्छ रोयल हंसपुर पो रहेछ गाडीको नाम। दसैँ लागेको छ, दसैँको माहौल होइन, गाडीहरू रमाइलो छ, बाटो कहिलेकाहीँ त सुनसान हुन्छ। एकचोटि हामी तिहारमा आउने बेला यो बाटो राति बिल्कुलै सुनसान यार गाइज यार, यस्तो डर लाग्यो कसम छ यार। गरी यहाँ तास्यो होइन ब्लक देश प्रदेशको हेलो नमस्ते। अन्त फेरि गाइस के छ, सन्चै राम्रै हुनुहुन्छ होला। अभियसली म पनि सन्चै राम्रै छु। आज म चाहिँ शुभ देउरालीमा छु होइन, घरमा गाउँतिरबाट फर्किँदै गरेको अवस्था होइन। सिकान्सी शुभ देउरालीमा एकदम फोटो खिच्नदेखि लिएर तपाईँको चाहिँ पुरा मन्दिरतिर पुरा भिड भराएको छ है। गाउँको बाटो घुम्तीको बाटोमा आइसकेका छौँ। भन्दा तपाईँले पहिलाको भ्लगहरूमा देखेको बाटो, तर नदेखेको ठाउँमा खिच्दै गयो। बाटो चाहिँ अलि साँगुरै हो पर हाजीको चाहिँ, तर बढ्दैछ। जो अर्को ढोरपाटन मध्य हाइवे छ त्यो खोलिरहेको छ, सालजन्डीबाट सिधा फुटबाङ निक्लिने बेला त्यो बन्यो भने त बवाल हुन्छ नि बाटो। अहिले त पुरा के भन्छ रोयल हंसपुर पो रहेछ गाडीको नाम। दसैँ लागेको छ, दसैँको माहौल होइन, गाडीहरू रमाइलो छ, बाटो कहिलेकाहीँ त सुनसान हुन्छ। एकचोटि हामी तिहारमा आउने बेला यो बाटो राति बिल्कुलै सुनसान यार गाइज यार, यस्तो डर लाग्ने के कसम छ यार। 2 बजे मात्र आएको, त्यो समय इमर्जेन्सी आउनु पर्ने स्थिति भएर होइन, मलाई फेरि इन्डिया जानुपर्ने थियो। टिका लगाएको साँझ नै फेरि हो यो बाटो हिँडेको कि राति नै घरबाटै हेडलाइट जलाएर है, गाउँबाटै यो बाटो सुनसान, एउटा पनि गाडी नहिँडेको त्यति बेला यार। अम्बु यहाँ त अँध्यारै कस्तो सुनसान लाग्दो रहेछ नि त रातिमा त। हेर्नु न अहिले त दिउँसो यस्तो अँध्यारो छ, अनि राति एउटा पनि गाडी नहिँडेपछि कस्तो हुन्छ होला कि। आमा हो त्यतिखेर त यार त्यही 1-2टा बाइक आए पनि हुन्थ्यो सँगै हिँड्नलाई भन्यो, छैन एक्लै। आमामा हो त्यसरी हिँडेको नि गाइज यार। तर दिनमा हिँड्न त मजा लाग्छ नि, शीतलको बाटो शीतल होइन, छायाको बाटो सलललै कति आनन्दको छ। राइड गर्न त मजा त आउँछ नि, दिनमा ग्रुप राइड हुनुपर्छ, कम्ती मजा आउँछ। ए मेरो हजुर खोलाको थङ्गा हो कि बगेको गङ्गा हो कि मायाको हो कि गजुर, ए मेरो हजुर। सो फाइनली गाइज चाहिँ हामी यहाँ हिले खोलामा आइसकेका छौँ। अब यहाँ खाना खाने कार्यक्रम हुन्छ केही समयको लागि। छोराछोरीहरू आइसकेका छन्।
सो फाइनली गाइज हामी चाहिँ यो रोयल हंसपुर यो उसमा के अरे इभी भेहिकलमा आएको थिएँ हाम्रो छोराछोरीहरू यिनीहरू आइसकेपछि हामीले यहाँ खाना खाइयो अब बच्चाहरू त्यहाँ बस्छन् स्टिकर टाँस्ने कार्यक्रम पनि भएको छ म तपाईँलाई देखाउँछु है त स्टिकर उहाँ चाहिँ पाइलट चाहिँ उहाँ हुनुहुन्छ नमस्कार ल स्टिकर यहाँ टाँस्यो होइन ब्लक देश प्रदेशको स्टिकर यो गाडीमा यो गाडी अझै अर्को गाडी पनि छ है यहाँ रोकेर आज पुरा कार्यक्रम यसलाई पुरा देखाउनु पऱ्यो है यो गाडी छोराछोरीहरू यहाँ छन् ए हाई गर्दै आए यो यहाँ प्यासेन्जरहरू अनि यहाँ आएर तपाईँले देख्न सक्नुहुन्छ यहाँ पनि हामीले स्टिकर टाँस्ने कार्यक्रम गर्ने है त यो भेहिकलमा चाहिँ हाम्रो छोराछोरीहरू आएका हुन् यो मान्छे चाहिँ ल गाडी चाहिँ हिँडिसक्यो ल बाई बाई ल अर्को पनि छ के Later. ल फाइनली गाइज हाम्रो यो इभी भेहिकल पनि आइसकेको छ हैन ऊ सोन थापा आइसक्यो गाडी यहाँ आइसकेको छ हामी चाहिँ बाबाले ल्याइदिनु भएको यो सब्जीहरू पनि हामीले भित्र उतारिसकेको छ यो चाहिँ अब यता छ के अरे पुरा झोलाहरू सबै के ए यहाँ यत्तिकै छ र दुईवटा बोरा सामान पठाइदिनु हुन्छ बाबाले यो त हाम्रो कपडाहरूको झोलाहरू भइहाल्यो के अरे